विदेश हामी कति समय बस्ने ल भन्नुहोस्, कहिलेसम्म बस्ने हामी विदेश? एक न एक दिन त फर्केर जाने हो। फर्केर जाँदा दिन के गर्ने भनेर हामी मध्ये कतिले सोध्छौँ? सायद एकदम कमले सोध्छौँ कि फर्केर जाँदाको भोलिपल्टदेखि मैले के गर्छु, फर्केर जाँदाको भोलिपल्ट म भन्ज्याङमा गएर केटाहरूलाई समेलेर ला या केटा तास खेल्न भन्छु कि होइन? फर्केर जाँदा भोलिपल्ट मसँग केही काम छ, भोलि मेरो पसल छ, मेरो घर परिवारले केही गरेर राखिरहेछन्, त्यहाँ गएर बसेर ल बिजनेस गर्न थाल्छु कि फर्केर जाँदा भोलिपल्ट जागिर खोज्न थाल्छु कि खेतबारी खन्न जान्छु, त्यो अप टु मसँग छ कि सबै। अथवा फर्केर जाँदा भोलिपल्ट मार्केट बजार रिसर्च गर्न हिँड्छु। मैले डेरी पसल गर्ने भन्ने सोच बनाएको थिएँ, डेरीको सामान कहाँ पाइँदो रहेछ, कतिमा बेच्दो रहेछ भन्ने सोध्छु भने सब आजदेखि हामीले प्लान बनायो भने फर्केर गएर अब केही गर्न सकिन्छ जस्तो लाग्छ। तर त्यसको लागि त हामीले प्लान त कहाँ गर्नु पर्यो, यहीँ गर्नु पर्यो। त्योभन्दा पहिला हामीलाई के चाहियो? पैसा त मेन चिज हो नि, पैसा कमाउन आयो यहाँ। नेपालमा छन्जेल राम्रो स्कुलमा बच्चालाई हाल्न पाइएन, राम्रो घर एउटा राम्रो टिभी राख्न पाइएन, राम्रो चाहेको चिज खुवाउन पाइएन, धेरै दुःख छ नि त हाम्रो नर्मली भन्दाखेरि। ती आएर पैसा पठाएपछि ती समस्याको समाधान त हुन थाल्यो, तर जति कमाउँछौँ त्यहाँ खर्च भएर समस्याको समाधान मात्रै भइरहेको कि तर दीर्घकालीन रूपमा चाहिँ त्यो समस्या हो फेरि, त्यसले कहिल्यै पनि समस्याको समाधान ल्याउँदैन। त्यसैले मैले केही फर्मुला छन् हामीसँग, हामी सबैसँग छन् के त्यो फर्मुला। आजदेखि तपाईँहरूले त्यसलाई रेगुलर रूपमा अथवा त्यसलाई एकदम सिरियस भएर युज गर्नु।